शशि कपुर र सिटुमा पुस्तक 70 दशकको मान्छे दराजमा पुस्तक खोजिरहेको हुन्थे। पुस्तकको चाङबाट एउटा खाम निस्किन्छ। खाम खोलेर हेर्छ, हिन्दी फिल्मका नायक शशि कपुरको हस्ताक्षर सहितको फोटो देख्छ। साथै शशि कपुरले पठाएको एउटा पत्र देखेर आफै भुनभुनाउन थाल्छ। कुनै एक जमानामा म पनि हिन्दी फिल्मको हिरोलाई चिठी लेख्थेँ, जवाफमा हिरोको तस्बिर आउँथे। हिजोआज पो डिएमको जमाना, अहिलेको अहिले नै। चले थे साथ मिलके, चलेंगे साथ मिलकर। कुनै पाठक सिटुमा नामक कथा सङ्ग्रह पढिरहेको हुन्थ्यो। पढिसकेपछि उसले फोनको रिसिभर उठाएर नम्बर डायल गर्छ र बोल्छ, डाक्टर साहब, मैले स्वरको सिटुमा पुस्तक पढेँ। हाम्रो संस्कृति आँखाको अगाडि चलचलायो। लेखक डाक्टर साहबले भन्नुहुन्थ्यो, कथा सङ्ग्रह निस्किएको 30 वर्ष भयो, किताबको बारे टिप्पणी गर्ने तपाईँ दोस्रो व्यक्ति हुनुभयो। लेखक निकै खुसी हुनुभएको थियो। शिक्षा, एक फोन लेखकको लागि पुरस्कार सम्मान हुनसक्छ। साथीहरू, यसमा पहिलो व्यक्ति म नै हुँ।